विद्यार्थी भाइ बहिनीहरू हामी चाहिँ डिफ्रेन्ट कलरको ग्रेडिङ पेन्सिलले चाहिँ साधारणतया एकदम एडभान्स कोर्समा नगइकन साधारण यसमा चाहिँ कसरी चाहिँ सेडिङ गर्न सक्छौँ भनेर आज म तपाईँहरूलाई देखाउँछु। मैले मेरो हातमा 2B 4B अनि त्यसपछि त्यस्तै गरेर 6B र 14B चाहिँ पेन्सिलहरू लिएको छु। बीको मतलब चाहिँ तपाईँहरूले के बुझ्नु पर्यो त भन्दाखेरि बी भनेको ब्ल्याक हो है। जति नम्बरहरू चाहिँ अङ्कहरू बढ्दै जान्छ त्यति नै त्यो ब्ल्याक चाहिँ टोन चाहिँ बढ्दै जान्छ र यतिमा चाहिँ म सबैतिर चाहिँ के गर्छु त 2Bले सेडिङ गर्छु। मैले अलि फास्ट सेडिङ गर्ने कोसिस गरेको छु किनभने यो एकदमै लेन्दी प्रोसेस हुने भएको भएर धेरै डार्क सेडिङ नगरिकन लाइटली गर्दैछु। र तपाईँहरूलाई पनि मनपर्छ भने एउटा कुनै पोर्ट्रेट बनाउनुहोला र त्यसमा म सँगसँगै सेडिङ गर्न सक्नुहुनेछ। हेर्नुहोस् त मैले कति छिटो टचअप गरेको छु। मेन पार्टमा मात्रै मैले चाहिँ हाइलाइट गरेर चाहिँ यसलाई सिद्धाउने कोसिस गरेको छु। तर हामीले रियल पोर्ट्रेट बनाउने बेलामा चाहिँ के गर्नुपर्ने हुन्छ त सबै लाइट एन्ड सेडको डार्कहरू सबै सेडिङ मिलाएर चाहिँ यसलाई चाहिँ हामीले कम्प्लिट गर्नुपर्ने हुन्छ। यो साधारणतया बिगिनर्सहरूको लागि मात्रै हो। मैले अघि नै भनिसकेको छु यो चाहिँ एडभान्स कोर्सभित्र पर्दैन है त। ल हेर्नुहोस् है त साथीहरू। ल मैले एकदमै डार्कसँग दिएको छुइनँ। मलाई किनभने डार्क सेडिङ त्यति मन पर्दैन कि विद्यार्थी भाइ बहिनीहरू एकदमै लाइट सेडिङ मनपर्छ र तपाईँ हामीलाई पनि त कालो पोर्ट्रेट चाहिँ मन पर्दैन है। धेरै डार्क सेडिङ भएको पोर्ट्रेट मन नपर्ने भएको भएर हामी सबैजनालाई गोरो हुन मन लाग्छ। मलाई पनि मन लाग्छ है। त्यही भएर म चाहिँ जहिले पनि लाइट सेडिङ गर्छु। ल मैले देखाए जस्तै गरेर तपाईँहरू पनि फलो गर्दै जानुहोस् है त। यो चाहिँ हाम्रो लिप्सको पार्टमा चाहिँ अलिकति यो बिचमा चाहिँ अलिक डार्क हुन्छ र साइडमा हुन्छ भने यो बिचमा पनि मैले गर्दैछु। देख्न सक्नुहुन्छ म सेडिङ गर्दैछु विद्यार्थी भाइ बहिनीहरू। 2Bले गरिरहेको छु अहिले चाहिँ र एकैछिनमा म चाहिँ डार्क I mean 6B चलाउँछु र चाहिएको खण्डमा मात्रै म 14B चलाउँछु है त। ल यो चाहिँ हाम्रो नेकको पार्ट भयो। म चाहिँ नेकमा काम गर्दैछु अब। यो चाहिँ लुगाको फोल्डिङहरू विद्यार्थी भाइ बहिनीहरूले त्यति देख्नुभएको छैन होला। मैले चाहिँ नेकलाई मात्रै जुम आउट गरेको छु, जुम गरेको छु। म चाहिँ एकैचोटि छिटोभन्दा छिटो सकाउने प्रयासमा चाहिँ विभिन्न ठाउँहरूमा टचअप गर्दैछु। अहिले चाहिँ भने मैले डार्क सेडिङ गर्नको लागि 6B लिइसकेको छु। साथीहरूले अनुमान गर्न सक्नुहुन्छ मैले टच गर्ने बित्तिकै एकदमै डार्क सेडिङ भइरहेको छ। भाइ बहिनीहरूले मैले गरे जस्तै गर्नुभयो भने अवश्य पनि तपाईँहरूको काम राम्रो हुन्छ र विद्यार्थी भाइ बहिनीहरू जति सकिन्छ आफूले पनि गरेको कामहरू पोस्ट गर्दै गर्नुहोला है त, ताकि अरूलाई पनि एकदमै धेरै इन्करेज हुन्छ होइन त। र सक्नुहुन्छ भने एनिमिज क्यारेक्टरहरू नबनाउनु होला। जे देखिन्छ रियलिस्टिक वर्क त्यही मात्रै गर्नुहोला। इट विल बी मोर हेल्पफुल ग्रो योर क्रिएटिभिटी।